मोमोलाई मिठो कसरी गराउने? हजुरले सोच्नुभएको छ? मोमो आफैमा मिठो हुन्छ, तर अचार मिठो भएन भने त्यस्तो स्वाद चाहिँ आउँदैन नि है। मोमोको अचार गराउनु कुन साको ठुलो कुरा हो र? टमाटरलाई पकायो, नुन खुर्सानी हाल्यो, तिलसिल हाल्यो भुटेर, अनि भइहाल्यो नि मोमोको अचार। जस्तो पनि लाग्छ है। हेर्दा कति इजी छ। इजी त इजी नै हुन्छ, तर भइहाल्यो नि जस्तो लाग्छ नि। तर त्यसरी बनाएको भन्दा मेरो रेसिपीलाई फलो गरेर हेर्नुहोस्। हजुरहरू अचारको एकदम हुन्छ नि पारखी बन्नुहुनेछ। म चाहिँ मोमो एकदम धेरै खाने गर्छु, अनि मोमोको अचार चाहिँ म बनाइराख्छु। बनाउँदा बनाउँदा मैले यो आफै एकदम धेरै टाइममा सिकेको हो यो चाहिँ। अनि मलाई चाहिँ यो वाला चाहिँ एकदम मिठो लाग्ने भएर आजभोलि म यो तरिकाले मात्र बनाउँछु। जस्तै सुरुमा अलिकति